गाडी लाग्नेलाई त ल ल जानु दे जस्तो गर्नु जस्तै त्यही दिन न हो त त्यो एउटा भयो ल ल हाम्रो सुत्केरी साथी धेरै बधाई छ दोस्रो सन्तान सुरु भएकोमा ल दुईटा दाजुभाइ भए छोरीको कत्रो रहर थियो र बिचारीलाई छोरै जान्यो आफूले भनेर हुन्छ जे लेखेको छ त्यही पाइन्छ भने त्यही कुरो चाहिँ दिन्न त्यो दिनु त्यही दिनु सबै बिस्तारो अन्डा फुट्ला हामी सबैजना एकछिन है हामी सबैजना दिदीबहिनीहरू जम्मा भएर यहाँ सविता बहिनी सुत्केरी हुनुभएको आज कति दिन भयो ए 1 महिना हुन लागिसकेको छ हामी भेट्न आएको आज सहयात्री समूहका हामी दिदीबहिनीहरू म चाहिँ क्यामेरा के अरे भिडियोग्राफर है भिडियो नआए नि खिच्ने त मै हो नि भाइ ल बाई बाई सबैजनालाई हजुरआमालाई अपरेसन 3टा हो नि त एउटा मात्रै अपरेसन भयो ए बा त्यस्तो खाले गर्छ दुईटा खाले गर्दैनन् हो त्यो तन्डा मिल्दैन आज हाम्रै समूहको सविता बहिनी सुत्केरी भएको नि 22 दिन भइसकेछ हामी भेट्न जान भ्याएका थिएनौँ तिहारको माहौल थियो नि त आफ्नै तयारी तिहार मनाउँदा ओर्दा भेट्न जान ढिला भयो त्यही पनि सबैजना दिदीबहिनीहरू सहभागी हुन पाउनु भएन कसैको काम पर्यो कसैको के भयो जतिजना हामी भेला भयौँ जम्मा भएर गयौँ मेरो बुढेसकालको सारा है बिचारा मेरो बुढेसकालको सारा भाइ यिनी के गर्लिन् त फेरि आमा फेरि रोइहाल्नुहुन्छ नि यता यी फेरि आरुले म लैजाम भनेको कसलाई लानुहुन्छ मलाई बाबुलाई भन्छ फेरि अनि मलाई दुख्छ धेरै मलाई त भाइ भन्दा तिमीलाई नै माया लाग्छ अस्ति हामीले भेटेर आएको सुत्केरी यहाँ यत्रो भइसकेछ पुकुले केटो त यी डाल्नी जन्मिनु मात्रै बेर भाइ यत्रो ठुलो भइसकेछ आज फेरि हामी अर्को सुत्केरी भेट्न यता आएको अर्को भर्खर जन्मिनु यस्तो पो छ त हाम्रो पारा साथीहरू रमाइलो अनि यहाँ यी आमाले मिठो चिया पकाएर खुवाउनु भएको छ यता आमा यता हुनुहुन्छ है हामीलाई मिठो मिठो चिया पकाउने बुवा यता नाति नातिनाको धनी चियर्स गर्नुपर्ने सर्दी खै चियर्स 9 र 10 मा पर्छ आमालाई धन्यवाद